थाहै होला यो वर्षको मौसममा कस्तो पहिरो आएछ। यी पहिरो हेर्नु है, यो पहिरो यस्तो पहिरो आएर हामी त दिनभरि मरिमरि यो सबै सरसफाइ गरे अब पुरै बाटो नै ब्लक भयो थियो। ल आज अब हाम्रो यो फटिक आजको सम्पन्न भयो। आजदेखि बाटो फेरि चालु भइसक्यो यो। अनि यो भड्याङ हो, यो तल जाने भड्याङ हो, हाम्रो तलबाट माथि चढ्ने त्यो मन्दिरनिर जाने भर्याङ हो। भर्खर यो फुलहरू रोपिया छ। अब ठुलो हुन्छ त अलि दामी देखिन्छ। ल ऊ मान्छेहरू नि त्यहाँ काम गर्दैछ, ऊ साथीहरू हाम्रो यस्तो उहाँ फटी गर्दैछ। हाम्रो टोली छ हो, त्यही हो त्यही हो के। ऊ त्यो कालो टी सर्ट लागेको छ नि, ऊ कालो टी सर्ट सबभन्दा खतरावाला त्यही मान्छे हो क्या हाम्रो। अनि यो बाङ्गेलाई हेर्नु के, यो बाङ्गेलाई सबैले राख्नु के। अनि यो हाई टेन्सन लाइन छ नि, यो बाङ्गेको घरको माथिबाटै गएछ हाई टेन्सन लाइन। यिनीहरूलाई रातभरि निन्द्रा लाग्दैन यस्तो डरले। यो लास्टै डर छेरुवा मान्छे हो फेरि है। जे होस् यहाँ कपनमा यसको घर घडेरी भएर मलाई चाहिँ खुसी लाग्यो। त्यो यसको घरमा कुनै दिन म नि बस्न पाउँछु भनेर। ल यो हाई टेन्सन लाइन यो हो। अनि ऊ त्यो घर छ नि, ऊ त्यो यही बाङ्गेको घर, ऊ घर। ल ल ल ल ऊ हेर्नु, ऊ देखाउन लाग्यो ऊ। ल ल ल ऊ हेर्नु साला यो कस्तो जम खान्छ के, यो मङ्की जस्तो जम खान्छ। यी हेर्नु, म हेराउँछु है, म हेराउँदैछु। ल ल ल यो हेर्नु, यो स्पष्ट रूपमा ट्रेनरको साथ यो त खासमा अर्कै तरिकाले गर्छ, तर म कमान्डो भएर अलिकति स्पेसली देखाउँछु क्या। म त यस्तै गर्छु, खासमा तरिका त यो हो। ल ल ल खासमा तरिका ल ल ल होइन, खासमा तरिका यो हो। यो अब यस्तो रोप त मेरो हात ठिक थियो बेमा एक हात चढिदिन्थ्यो। ल त्यसो भए पनि करै हो नि होइन। त्यसो भए यो रोप म चढेर देखाउने छु तपाईँहरूलाई सिलसिलेवार। ल यो कमान्डो घोडा, यो कमान्डो घोडा यो यस्तो चढिन्छ है। कमान्डोलाई खासै गाह्रो हुन्न के, यस्तो चिज यति माथिबाट लडेर पनि के हुन्छ। म आएपछि एउटा खुट्टा पनि भाँचिन यार। ल छोड्दे भाइ, हात छोड्दे, कुद्यो। यो चप्पल भएर